भाग खै त अब हजुरहरूले प्रसादी ग्रहण गर्न लाग्नु भएछ यसैबाट छोरा जन्मियो भने महाराजले मलाई हेला गर्नुहुन्छ होला भनेर कौशल्या महारानीको अगाडि नारायण हे राम राम लागिन रुनालाई हे दोरो दोरो लागिन रुनालाई भागवतहरू हेर्नु आउनै दशरथ महाराज कान्छी महारानीलाई तिमी चिन्ता नगर हामी यो बाँडेरै पनि खाउँला हाम्रै अगाडि आइसकेपछि के तिमी रोइरहेकी छौ नारायण हे राम राम चिन्तै नगर हे तिमीले पनि चिन्तै नगर दुई भागदेखि झिकी भाग तिनको पुर्याइदिए तिनै रानी मिली त्यो पाए सत्ता सम्पूर्ण खाइदिए नारायण हे राम राम खाए खाए भगवान प्रभु परमेश्वरको लीला आज भोलि भोलि तिनैवटा रानीमा नारायण हे राम राम गर्व रहनागो हे राम गर्व रहनागो भक्त भागवतहरू हजुरहरूले मलाई प्रसादी कृपा गर्नाले आज मेरो गर्व रहन गयो भक्त भागवतहरू हजुरहरूकै सन्तानको सेवामा मेरा सन्तान लगाउने छु भनिकन आफ्ना दिदीहरूलाई नारायण हे राम राम यही हो वचन यही हो वचन
परमेश्वरको लीला भगवानको कुनैको कृपाको कारणले गर्दाखेरि कोही नभएको बेलामा कौशल्या महाराजलाई सुत्केरी व्यथा भक्त भागवतहरू अय्या अय्या आठु आठु नारायण लागिन कराउन